A theology of the catch the devil away. आज चाहिँ पुरानो नियम मानिसलाई किन पढ्नुपर्छ भन्ने कुरा हेरिदिउँ हैन किन पुरानो नियम पढ्ने त के देख्छ पुरानो नियममा यसो त नयाँ नियममा जन्मेको येशू छ भने पुग्यो मलाई भन्दाखेरि त अलिकति व्यर्थ कुरा गरे जस्तो हुँदो रहेछ येशू चाहिन्छ तर येशूको निड चाहिँ पुरानो नियम पढ्दा बुझ्दो रहेछौँ त सृष्टिको कुरा छ हजुर ओल्ड टेस्टामेन्टमा सृष्टि सबैको हामी उहाँको स्वरूपमा उहाँको क्यारेक्टरमा हामी बनिएको मानिस जाति अनि आउँछ फल त्यसपछि लड्छ पहिलो आदम अज्ञाकारिताको भुल हुन्छ मानिस जातिमा अनि मृत्यु पश्चात त्यस पछाडि चाहियो खाँचो भयो ईश्वरको मसायाको खाँचो देखिन्छ पुरानो नियममा हजुर एक्युजरको कुल्ची दिनु शिर चाहिन्छ क्रिस्ट मेरो जीवनमा हामी सबैलाई क्रिस्ट चाहिन्छ पुरानो नियम पढ्दा चाहिँ यो सबै कुरा बुझ्दछ है हाम्रो ईश्वर त तिम्रो मेरो परमेश्वर त बाछा बाँध्ने परमेश्वर हुँदो रहेछ बाछा बाँध्नुहुन्छ तिमी र मसँग के बाछा बाँधेको छ हेर त पुरानो नियममा बाछा बाँधेछ धेरैजनासँग त्यसरी नै बाछा बाँध्ने परमेश्वर जीवित परमेश्वरको कुरा गरिरहेका छौँ अहिले हामी हजुर परमेश्वरको क्यारेक्टर बुझिन्छ पुरानो नियम पढ्दाखेरि क्यारेक्टर उहाँको यस्तो भन्दछ लु भनिदियो ल परमेश्वर चाहिँ द क्यारेक्टर अफ गड लिभिङ पर्सनल एक्टिभ sovereign one true God, holy, just, powerful, righteous, Father, loving, shepherd, caring, meaningful, gracious, faithful, forgiving, redeemer, king, savior हजुर मेरो परमेश्वरको क्यारेक्टरमा तिमी र म बन्नेको रहेछु नि त केही कमी छैन तिमी र म क्रिस्ट आइसके तिम्रो मेरो निम्ति सबै बलिदिइसके त्यही खुसीमा पल्टाइदेऊ अनि हेरिदेऊ त पुरानो नियममा मुक्तिको कुरा देख्छ पुरानो नियममा कुनै स्ट्रगलमा छौ भने त पढ्नै पर्छ कसरी रिडेम्सन आउँछ हामीमा भन्ने कुरा बुझ्नलाई पढिदेऊ न तिम्रै हातमा छ वचन तिम्रै हातमा छ मोबाइल तिम्रै हातमा छ सबै कुरा फेसबुक भन्छौ कि कलेक्सन अफ बुक्स भन्छौ बाइबल तिम्रै हातमा छ के पढ्छौ गुड डे सी यू अगेन